हेलो गाइस, वेलकम टु माई च्यानल। आज चाहिँ हामी नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 चाहिँ स्टडी गर्न गइरहेको छौँ। नेपाल राष्ट्र ब्याङ्क एक्ट चाहिँ एकदम धेरै इम्पोर्टेन्ट छ। यदि तपाईँ चाहिँ कुनै पनि ब्याङ्कको प्रिपेयर गरिराख्नु भएको छ, जस्तै नेपाल राष्ट्र ब्याङ्कको अनि वाणिज्य ब्याङ्कको होइन, जुन ब्याङ्कको प्रिपेयर गरे पनि तपाईँले कृषि विकास ब्याङ्क जेको प्रिपेयर गरे पनि तपाईँले नेपाल राष्ट्र ब्याङ्क एक्ट चाहिँ जान्नु नै पर्ने हुन्छ। अब यो नेपाल राष्ट्र ब्याङ्क एक्ट चाहिँ 2058 छ है। पहिला चाहिँ यो 2012 थियो, पछि रिपिल भएर चाहिँ नयाँ एक्ट आएको हो। अब हेर्नु, यहाँ अमेन्डमेन्ट भएको छ। यो 58 चाहिँ कहिले कहिले अमेन्डमेन्ट भएको छ भनेर मैले लेखेको छु। एउटा चाहिँ 2063 भएको थियो अनि 73 79 भएको थियो। अमेन्डमेन्ट भनेको चाहिँ कुनै पनि अब भित्रको कुनै पनि एक्टहरू हुन्छ नि, सेक्सनहरू या फेरि त्यहाँ कुनै थपेको अथवा केही चेन्ज गरेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले कुनै हटाइदिएको छ भने त्यसलाई हामीले अमेन्डमेन्ट भन्छौँ। त्यो चाहिँ हेर्नु कति भएको रहेछ, एउटा चाहिँ 63 भएको रहेछ, अर्को 73 79 है। अब त्यस्तै हेरौँ। अब हाम्रो चाहिँ इस्टाब्लिसमेन्ट एन्ड फिचर्स अफ एनआरबी भनेर छ, मैले राखिदिएको छु। यो चाहिँ सेक्सन 3 छ है। सेक्सन 3 चाहिँ हाम्रो इस्टाब्लिसमेन्ट छ एउटा चाहिँ फिचर्स छ। हामीले यसलाई चाहिँ छुट्टा छुट्टै डिस्कस गर्नेछौँ। इस्टाब्लिसमेन्टमा हेरौँ है के भनेको छ। यहाँ चाहिँ एउटा सेन्ट्रल ब्याङ्क हुनुपर्छ भनेको छ होइन, जसको नाम चाहिँ के हुन्छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्क हुन्छ। इन अर्डर टु क्यारी आउट द फङ्सन अफ सेन्ट्रल ब्याङ्क। हामीलाई थाहा छ हाम्रो जुनसुकै कन्ट्रीमा पनि एउटा ब्याङ्क चाहिँ एज अ सेन्ट्रल ब्याङ्कको रूपमा चाहिँ काम गरिरहेको हुन्छ। त्यस्तै हाम्रो चाहिँ सेन्ट्रल ब्याङ्क भनेको नेपालको सेन्ट्रल ब्याङ्कको नाम चाहिँ नेपाल राष्ट्र ब्याङ्क हो, जुन चाहिँ यहाँ के को लागि इस्टाब्लिस भएको हो भन्दाखेरि सेन्ट्रल ब्याङ्कको फङ्सनहरू चाहिँ क्यारी गर्नको लागि भएको हो कि होइन। हामीले पछि गएर यसको फङ्सनहरू पनि के हो त, सेन्ट्रल ब्याङ्कको फङ्सन पनि हामीले डिस्कस गर्ने नै छौँ है पछाडि अर्को सेक्सनमा। अर्को के छ, द नेपाल राष्ट्र ब्याङ्क इस्टाब्लिस अन्डर द नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 स्याल बी डिम टु हेभ बिन इस्टाब्लिस अन्डर दिस एक्ट भनेको छ। हेर्नु, मैले भनेको थिएँ नि 2012 भएको थियो भनेर, माथि भनेको थिएँ 2012 भएको थियो। पछि यो एक्ट चाहिँ हटेर चाहिँ हाम्रो नयाँ एक्ट आएको छ। यही एक्ट अनुसार चाहिँ हाम्रो यो नेपाल राष्ट्र ब्याङ्क इस्टाब्लिस भयो, पछि गएर मात्रै चेन्ज भएको होला, त्यही छ यसमा। अब हेरौँ फिचर्स अफ नेपाल राष्ट्र ब्याङ्क। फिचर्स, क्यारेक्टरिस्टिक्स, यसको विशेषता के हो त भनेर पढौँ हामीले। फलोइङ आर द फिचर्स अफ नेपाल राष्ट्र ब्याङ्क। यो हाम्रो यो फिचर्स पनि सेक्सन 3 अन्तर्गत नै छ होला। मैले एउटा इस्टाब्लिसमेन्ट भनेर राखेँ अनि अर्कोमा चाहिँ फिचर्स भनेर राखिदिएको छु सजिलोको लागि। के छ त यसको फिचर्स हेरौँ। देयर स्याल बी एन अटोनमस एन्ड कर्पोरेट बडी विथ पर्पेचुअल सक्सेसन। द ब्याङ्क स्याल बी एन अटोनमस एन्ड कर्पोरेट बडी विथ पर्पेचुअल सक्सेसन। ब्याङ्क चाहिँ के हो भन्ने हाम्रो चाहिँ भने अटोनमस एन्ड कर्पोरेट बडी हो अरे विथ पर्पेचुअल सक्सेसन। पर्पेचुअल सक्सेसन भनेको के हो? पर्पेचुअल सक्सेसन भनेको चाहिँ जुन चाहिँ जहाँ चाहिँ हाम्रो मेम्बरहरू चेन्ज हुन सक्छन्, त्यहाँको हामीलाई थाहा छ। हाम्रो त्यहाँ बोर्डहरू हुन्छ, कमिटीहरू हुन्छ, इम्प्लोइहरू हुन्छन् होइन। तिनीहरू त सधैँ एउटै मान्छे मात्र हुन्छ, अब त्यसमा भन्ने छैन नि, त्यो चेन्ज पनि हुन सक्छन्। तर त्यो जुन एउटा अर्गनाइजेसन छ होइन, त्यो भनेको अटोनमस बडी हो कि, अटोनमस एन्ड कर्पोरेट बडी हो। त्यो चाहिँ कहिले पनि चेन्ज हुँदैन के अरे, त्यो त त्यसको एक्जिस्टेन्स त सधैँ रहिरहेको छ नि त, लङ टर्मसम्ममा एक्जिस्टेन्स रहिरहेको छ, त्यही भनेको यसको ल। त्यस्तै हाम्रो अर्को रहेको छ, द ब्याङ्क मे सु इन इट्स नेम एन्ड द ब्याङ्क अल्सो बी स्युड इन द सेम नेम। भनेको के हो भन्दाखेरि चाहिँ ब्याङ्क चाहिँ के गर्न सक्छ भन्दाखेरि ब्याङ्कले चाहिँ कसैलाई केस हाल्नु पऱ्यो भने चाहिँ नेपाल राष्ट्र ब्याङ्क युज गरेर चाहिँ आफ्नो नामबाट चाहिँ केसहरूलाई फाइल गर्न सक्छ। त्यस्तै अरूले चाहिँ यसलाई केस फाइल गर्नु पऱ्यो भने पनि नेपाल राष्ट्र ब्याङ्कको नाममा चाहिँ सु गर्न सक्छ है, केस फाइलहरू गर्न सक्छ भनेर भनेको होला। अर्को भनेको छ, द सेन्ट्रल अफिस अफ द ब्याङ्क स्याल बी लोकेटेड एट काठमाडौँ एन्ड द ब्याङ्क मे ओपन ब्रान्च, सब ब्रान्च एन्ड अदर अफिसेस एट एनी प्लेस विथिन अर आउटसाइड नेपाल। भनेको के हो भन्दाखेरि चाहिँ सेन्ट्रल अफिस चाहिँ कहाँ हुन्छ त ब्याङ्कको, राष्ट्र ब्याङ्कको सेन्ट्रल अफिस कहाँ छ हामीलाई थाहा छ, काठमाडौँमा छ। त्यो चाहिँ हाम्रो एक्टमै लेखिदिएको छ ल। सेन्ट्रल अफिस चाहिँ काठमाडौँमा नै हुनु पर्यो, अनि अरू यसको ब्रान्चहरू अथवा यसको सब ब्रान्चहरू अनि अरू अफिसहरू चाहिँ जहाँ पनि भए पनि हुन्छ, नेपालभित्र वा नेपाल बाहिर जुनसुकै ठाउँमा भए पनि केही फरक पर्दैन, तर सेन्ट्रल अफिस चाहिँ काठमाडौँमै हुनु पर्यो। अब हामीले चाहिँ यसको इस्टाब्लिसमेन्ट र फिचर्स चाहिँ पढिसक्यौँ, जुन चाहिँ सेक्सन 3 रहेको थियो। अब हामीले पढ्छौँ सेक्सन 4। दफा 4ले के भन्छ त? दफा 4मा के छ? अब्जेक्टिभ अफ द नेपाल राष्ट्र ब्याङ्क है। नेपाल राष्ट्र ब्याङ्कको अब्जेक्टिभ के हो त? यो इस्टाब्लिसमेन्ट हुनुको उद्देश्य चाहिँ के थियो त भनेर हामीले पढ्छौँ। अब हेर्नुहोस् के छ त यसको। टु फर्मुलेट
necessary monetary policies to maintain the stability of price for economic stability. नेपाल राष्ट्र ब्याङ्कको अब्जेक्टिभ के हो भन्दाखेरि चाहिँ यसले चाहिँ के गर्नको लागि चाहिँ इस्टाब्लिसमेन्ट भएको अरे भन्दाखेरि चाहिँ मोनिटरी पोलिसी चाहिँ फर्मुलेट गर्नको लागि। मोनिटरी पोलिसिस कसले फर्मुलेट गर्छ? राष्ट्र ब्याङ्कले गर्छ नि त, सेन्ट्रल ब्याङ्कले गर्छ। हाम्रो के हुन्छ, एउटा मोनिटरी पोलिसिस हुन्छ, अर्को भनेको एउटा फिस्कल पोलिसी हुन्छ। फिस्कल पोलिसी भनेको चाहिँ हाम्रो गभर्मेन्टले गर्छ है, गभर्मेन्टले गर्छ। अनि त्यसपछिबाट नेपाल राष्ट्र ब्याङ्कले चाहिँ के गर्छ, मोनिटरी पोलिसी इस्यु गर्छ। मोनिटरी पोलिसी किन इस्यु गर्छ त भन्दाखेरि चाहिँ हाम्रो चाहिँ जुन छ नि इकोनोमिक स्टेबिलिटी कायम गरिराख्नको लागि, कन्ट्रीमा इकोनोमिक स्टेबिलिटी ल्याउनको लागि थ्रु स्टेबिलिटी अफ द प्राइसलाई स्टेबल राखेर चाहिँ कसरी चाहिँ इकोनोमिक स्टेबिलिटी चाहिँ ल्याउन सकिन्छ त कन्ट्रीमा भनेर चाहिँ कसले मेक स्योर गर्छ भन्दाखेरि राष्ट्र ब्याङ्कले गर्छ ल। अनि अर्को छ टु फर्मुलेट नेसेसरी फरेन एक्सचेन्ज पोलिसिज इन अर्डर टु मेन्टेन ब्यालेन्स अफ पेमेन्ट फर सस्टेनेबल डेभलपमेन्ट अफ इकोनोमी। मोनिटरी पोलिसिज फर्मुलेट गरेर जस्तै यसले अर्को के पोलिसी पनि फर्मुलेट गर्छ भन्दाखेरि फरेन एक्सचेन्ज पोलिसी चाहिँ फर्मुलेट गर्छ। किन गर्छ भन्दाखेरि इन अर्डर टु मेन्टेन द ब्यालेन्स अफ पेमेन्ट। ब्यालेन्स अफ पेमेन्ट भनेको तपाईँहरूले इकोनोमिक्समा पढ्नुभएको होला, पढ्नुभएको छैन भने पनि केही छैन, म नेक्स्ट भिडियो पनि लिएर आउँछु यो टपिकमा। ब्यालेन्स अफ पेमेन्ट मेन्टेन गरेर के गर्छ भन्दाखेरि सस्टेनेबल डेभलपमेन्ट अफ द इकोनोमीको सस्टेनेबल डेभलपमेन्टमा चाहिँ के गर्छ, हेल्प गर्छ ल यसले। अर्को भनेको चाहिँ टु इन्क्रिज द एक्सेस अफ फाइनेन्सियल सर्भिसेस। फाइनेन्सियल सर्भिसेसको एक्सेस चाहिँ सबैजनाले पुग्नु पर्यो, सबैजनाले चाहिँ फाइनेन्सियल सर्भिसेसको पहुँच चाहिँ सबैजनालाई पुगोस् भनेर चाहिँ यसको इस्टाब्लिसमेन्ट भएको हो। अर्को भनेको छ टु इन्क्रिज द पब्लिक कन्फिडेन्स। टु इन्क्रिज द पब्लिक कन्फिडेन्स टुवार्ड्स ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टम banking and financial system by maintaining stability of the banking and financial sector। होइन एक्सेस पुग्छ, एक्सेस पुगेपछि के हुन्छ भन्दाखेरि एक्सेस पुगेपछि के हुन्छ, कसैले विश्वास गर्छ ब्याङ्कलाई, कसैले विश्वास गर्दैन। अहिले पनि हामीले देखिरहेको हुन्छौँ, हाम्रै कतिजनाको ग्रान्ड प्यारेन्ट्सहरूले ब्याङ्कमा पैसालाई राख्ने यताउति गर्ने भन्दाखेरि अलिकति कस्तो होइन किन राख्नु भनेको सुनिरहेको हुन्छौँ। अहिले त हामीले सुनिरहेको हुन्छौँ, अहिले यति धेरै एक्सेस पुगिसकेको छ गाउँमा सबै कमर्सियल ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसनहरूको ब्रान्च अहिले यति धेरै खुलेको छ। त्यही पनि अझै पनि गर्नुहुन्छ भने जब हाम्रो यो एक्ट इस्टाब्लिस भएको थियो त्यति बेलै यसको अब्जेक्टिभ राखिएको थियो नि त, त्यति बेला त झन् कस्तो थियो होला। त्यही भएर चाहिँ यसको के छ एउटा अब्जेक्टिभ भन्दाखेरि इन्क्रिज गर्नु पब्लिकको कन्फिडेन्स। कसरी इन्क्रिज गर्न सक्छ त भन्दाखेरि चाहिँ बाई मेन्टेनिङ स्टेबिलिटी अफ द ब्याङ्क। स्टेबल भयो भने न हामीलाई कन्फिडेन्स हुन्छ नि होइन, जसले पनि आफ्नो पैसा अथवा यसमा त हामीले अरू धेरै आफ्नो एसेटहरू पनि राख्छौँ नि त, त्यो राख्नको लागि त हामीले विश्वास गर्न गाह्रै हुन्छ। हामीलाई त कोही साथीलाई पैसा दिनु पऱ्यो भने पनि हामी कति सोच्छौँ, यसले मेरो पैसा दिन्छ कि दिँदैन, अहिले मेरो खाएर भाग्छ कि भनेर सोच्छौँ नि त। हो त्यस्तै हो यो पनि। अर्को भनेको छ टु डेभलप अ सिक्योर हेल्दी एन्ड एफिसियन्ट सिस्टम अफ पेमेन्ट। अब पब्लिकको कन्फिडेन्स बढाइयो होइन, पब्लिकको कन्फिडेन्स त बढाइसकियो, मैले तपाईँलाई सम्झिनुको लागि भनिरहेको छु होइन। पहिला पुग्यो एक्सेस, अब ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनहरू खुल्यो है, एक्सेस भयो, सबैजनाले पहुँच पाए। त्यसपछिबाट के हुन्छ भन्दाखेरि होइन यसले हाम्रो पैसा भए खाएर पो भाग्यो कि भनेर हामीलाई कन्फिडेन्स हुँदैन, पहिला कन्फिडेन्स बढाउँछ। अब कन्फिडेन्स बढाएपछि अब कसैले विश्वास गरेर राख्छ भने त अब त्यसको लागि त के गर्नु पऱ्यो, सिक्योर हेल्दी एन्ड एफिसियन्ट सिस्टम अफ पेमेन्ट बनाउनु परेको पऱ्यो, डेभलप गर्नु परेको पऱ्यो नि। उनीहरूले अब फेरि अर्कोचोटि पनि गरोस्, अरूले पनि विश्वास गरोस् भन्नको लागि त तपाईँहरू मैले सम्झिनको लागि यस्तो सिनारियो बनाइदिएको होला। हेर्नु यो पनि पोइन्ट बुझ्नुभयो होला। टु डेभलप अ सिक्योर हेल्दी एन्ड एफिसियन्ट सिस्टम अफ पेमेन्ट, सिक्योर हेल्दी एन्ड एफिसियन्ट हुनु पऱ्यो होइन। अर्को छ टु एक्सटेन्ड कोअपरेसन इन द इम्प्लिमेन्टेसन अफ द इकोनोमिक पोलिसिज अफ द गभर्मेन्टले नेपालले कुनै पनि इकोनोमिक पोलिसिज बनायो भने त्यसको इम्प्लिमेन्टेसन कसले गर्ने भयो, त्यसले गर्ने भनेको चाहिँ हो नेपाल राष्ट्र ब्याङ्क, जुन चाहिँ कोअपरेट गर्नु पऱ्यो यसले ल। हेर्नु तपाईँहरूले बुझ्नुभयो होला यो कसरी एड गर्ने त, कसरी एड गर्ने। हेर्नु यसले के गर्छ, दुईवटा पोलिसी फर्मुलेट गर्छ। कुन पोलिसी फर्मुलेट गर्छ, मोनिटरी र फिस्कल पोलिसी। यो त नजान्ने ब्याङ्किङ स्टुडेन्ट हुनै सक्दैन। मोनिटरी र फिस्कल पोलिसी गभर्मेन्टले इस्यु गर्छ, मोनिटरी पोलिसी नेपाल राष्ट्र ब्याङ्कले गर्छ। यो चाहिँ यसको अब्जेक्टिभमा भन्छ मोनिटरी पोलिसी र फरेन एक्सचेन्ज पोलिसी फर्मुलेट गर्ने भयो। त्यसपछि तपाईँले फाइनेन्सियल सर्भिसको बारेमा बुझ्नुहोस्। पहिला एक्सेस, त्यसपछि कन्फिडेन्स बढाउने, त्यसपछि त्यसलाई अझै कन्फिडेन्सलाई मेन्टेन गर्नुको लागि डेभलप गर्ने, सिक्योर हेल्दी एन्ड एफिसियन्ट सिस्टम अफ पेमेन्ट गर्ने चाहिँ मैले बुझ्नको लागि भनेको ल, त्यो याद गर्न सजिलो होस् भनेर। अर्को छ यस्तो कोअपरेट गरिदिने के भन्दा गभर्मेन्टले बनाएको पोलिसीहरूलाई इम्प्लिमेन्ट गर्नको लागि कोअपरेट गर्ने। आई होप तपाईँहरूले बुझ्नुभयो होला। इफ केही कन्फ्युजन छ या फेरि मैले केही यताउति भने त्यस्तो केही लागेको छ भने कमेन्ट गर्न नबिर्सिनु होला है। अर्को छ फङ्सन ड्युटिज एन्ड पावर अफ एनआरबी।
यो हाम्रो सेक्सन 5 मा छ, दफा 5 मा छ। तपाईँहरूलाई एउटा कुरा म भनिदिइहाल्छु, तपाईँहरूले जहिले पनि ब्याङ्कको त्यो एक्टहरूको क्वेसनहरू सल्भ गर्नुहुन्छ अथवा जे पनि के जस्तै संविधान भयो, संविधानको धारा यति यो ती अथवा बाफिया भयो, कम्पनी एक्टहरू भयो, मनी लन्ड्रिङ जे जुनसुकै एक्टको पनि तपाईँले यदि यो सेक्सन छ नि ठ्याक्कै थाहा छ, तपाईँले यति सेक्सनमा यही नै छ भनेर थाहा छ भनेमा चाहिँ सेक्सन कोड गर्नु, नत्र एज पर यो के भन्छ कसरी लेख्ने भन्दाखेरि एज पर नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 फलोइङ आर द फङ्सन ड्युटिज एन्ड पावर अफ एनआरबी यो क्वेसन आयो भने होइन वाट आर द फङ्सन ड्युटिज एन्ड पावर अफ एनआरबी भन्नु आयो भने तपाईँलाई थाहा छ भने एज पर द सेक्सन 5 अफ दि ब्याङ्क के अरे नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 भनेर लेख्न सक्नुभयो। यो थाहा छ भने, इफ थाहा छैन भने के गरेर लेख्ने भन्दाखेरि एज पर द नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 फङ्सन ड्युटिज एन्ड पावर अफ द एनआरबी आर एज फलोज भनेर लेख्न सक्नुहुन्छ है। तपाईँले त्यो सेक्सन कोड गर्नु भएन भने बरु तपाईँको त्यति धेरै मार्क्स काटिदिनु, तर तपाईँले इफ यो सेक्सन 5 मा छ नि त, यो सेक्सन 5 लाई तपाईँले सेक्सन 4 लेखेर लेखिदिनु भयो भने चाहिँ एकदमै त्यो ब्लन्डरै हुन जान्छ ल, त्यो मार्क्स चाहिँ काटिने एकदम धेरै चान्स हुन्छ। त्यही भएर सेक्सन चाहिँ याद गर्न ट्राई गर्नुहोस्, याद गर्न सक्नुहुन्न भने चाहिँ तपाईँले चाहिँ सेक्सन कोड नै नगर्नुहोस् भनेर भन्छु मैले चाहिँ है। अर्को छ अब हेरौँ फङ्सन ड्युटिज एन्ड पावर। फङ्सन ड्युटिज एन्ड पावर भनेको के हो? काम, कर्तव्य र अधिकार अफ एनआरबी। हामीले पहिला के पढ्यौँ? सेक्सन 4 मा पढ्यौँ, अब्जेक्टिभ पढ्यौँ। अब हामी पढ्छौँ फङ्सन ड्युटिज एन्ड पावर। एनआरबीको फङ्सन के हो? आँखा चिम्लेर सबलाई थाहा छ के भन्दाखेरि इस्यु ब्याङ्क नोट्स एन्ड कोइन्स हाम्रो पैसा भनेको कुरा त हामी कसैले पनि बिर्सिँदैन। हामीले सब पढिराखेको भने पैसा कमाउनुको लागि हो, यो एउटा रेपुटेसन हो, हाम्रो ड्रिम हो। तर अल्टिमेट गोल भनेको सबैको चाहिँ के भन्दाखेरि टु अर्न मनी नै हुन्छ। त्यसपछिबाट हेर्नु अर्को, यो तपाईँहरूले याद गर्न सजिलो छ, यो फर्स्टमा 1 नम्बरमा लेखिदिइहाल्नुहोस्। अर्को हामीले के पढ्यौँ माथि? मोनिटरी पोलिसी पढिसकेको छौँ नि। यसको कामै के हो त? सेन्ट्रल ब्याङ्कको काम भनेको मोनिटरी पोलिसी इस्यु गर्ने। यसको अब्जेक्टिभ पनि यही हो, यो अब्जेक्टिभ र फङ्सन रिलेट उस्तै नै हुन्छ ल। मोनिटरी पोलिसिज इन अर्डर टु मेन्टेन द प्राइस स्टेबिलिटी। माथि पनि हामीले प्राइस स्टेबिलिटी गरेर इकोनोमिक स्टेबिलिटी मेन्टेन गर्छ भनेको थियौँ होइन। टु इम्प्लिमेन्ट एन्ड कस्ट टु इम्प्लिमेन्ट देम। यो इम्प्लिमेन्ट गर्छ होइन, पहिला यसले फर्मुलेट गर्छ त्यसपछि यसलाई इम्प्लिमेन्ट गर्छ टु मेन्टेन प्राइस स्टेबिलिटी। हजुरले आफ्नो ल्याङ्ग्वेजमा पनि लेख्न सक्नुहुन्छ। अर्को छ टु फर्मुलेट फरेन एक्सचेन्ज पोलिसिज। यहाँ पनि के गर्छ यसले? फरेन एक्सचेन्ज पोलिसी पनि कसले फर्मुलेट गर्छ त? कसको काम हो फर्मुलेट गर्नु? फरेन एक्सचेन्ज पोलिसी नेपाल राष्ट्र ब्याङ्कको काम हो। अनि यसमा पनि हेर्नु टु इम्प्लिमेन्ट अर कस्ट टु इम्प्लिमेन्ट देम, दुईवटा सेम छ। हेर्नु इम्प्लिमेन्ट गर्नको लागि टु इम्प्लिमेन्ट अर कस्ट टु इम्प्लिमेन्ट देम। मोनिटरी पोलिसी पनि इम्प्लिमेन्ट गर्नको लागि गर्ने कसले हो भन्दाखेरि, गर्ने कसको काम हो भन्दाखेरि राष्ट्र ब्याङ्क हो। यो फरेन एक्सचेन्ज पोलिसी पनि यसकै हो। अर्को छ हेर्नु टु डिटरमाइन द सिस्टम अफ फरेन एक्सचेन्ज रेट। फरेन एक्सचेन्ज रेट डिटरमाइन गर्ने काम कसको? नेपाल राष्ट्र ब्याङ्कको। हामीले हेरिरहेका हुन्छौँ नि न्युजहरूमा कि आज $1 बराबर 140 रुपियाँ 120 रुपियाँ भनेर त्यो त्यही चाहिँ कसले डिटरमाइन गर्छ? यो भनेको चाहिँ फरेन एक्सचेन्ज डिटरमाइन गर्ने काम कसको हो? राष्ट्र ब्याङ्कको। अर्को चाहिँ टु म्यानेज एन्ड अपरेट फरेन एक्सचेन्ज रिजर्भ। फरेन एक्सचेन्ज रिजर्भ यति भएछ उति भएछ, एज पर द एनआरबीले पब्लिस गरेको यो अनुसार डेट आन्सर भन्न भन्छौँ। यो कसले गर्छ त? म्यानेज एन्ड अपरेट कसले गर्छ भन्दाखेरि फरेन एक्सचेन्ज रिजर्भ, त्यो पनि नेपाल राष्ट्र ब्याङ्कले गर्छ। टु इस्यु लाइसेन्स टु कमर्सियल ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन टु क्यारी अन ब्याङ्क एन्ड फाइनेन्सियल बिजनेस एन्ड टु रेगुलेट, इन्सपेक्ट, सुपरभाइज एन्ड मोनिटर सच ट्रान्जेक्सन। के रहेछ भन्दाखेरि हेर्नु है त, कमर्सियल ब्याङ्क अथवा फाइनेन्सियल इन्स्टिट्युसनहरू जुन ए क्लास छ, ए क्लास, बी क्लास, सी क्लास, डी क्लास भनेर छुट्याइदिएको छ नि, जुनहरू त्यो क्लासहरू छ, त्यसलाई लाइसेन्स कसले दिन्छ त? त्यो अपरेट गर्नको लागि भन्दाखेरि चाहिँ लाइसेन्स दिने कसले हो भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले लाइसेन्स दिन्छ। अनि उनीहरूलाई रेगुलेट, इन्सपेक्ट, सुपरभाइज, मोनिटर पनि कसले गर्छ भन्दाखेरि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले नै गर्छ। टु एक्ट इज द ब्याङ्कर एडभाइजर एन्ड फाइनेन्सियल एजेन्ट अफ गभर्मेन्ट अफ नेपाल। गभर्मेन्ट अफ नेपालको चाहिँ ब्याङ्कर, एडभाइजर एन्ड फाइनेन्सियल एजेन्टको रूपमा चाहिँ कसले काम गर्छ भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले काम गर्छ। त्यस्तै गरी अर्को छ, सरी ल मेरो रेकर्डिङ यस्तै छ, हजुरहरूले सपोर्ट गर्नुभयो भने सायद। अर्को छ टु एक्ट एज अ ब्याङ्कर अफ कमर्सियल ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एन्ड टु फङ्सन एज लेन्डर अफ द लास्ट रिजोर्ट भनेको छ। ब्याङ्कर अफ कसको पनि थियो? गभर्मेन्ट अफ नेपालको पनि थियो। त्यस्तै गरी कमर्सियल ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको पनि ब्याङ्करको रूपमा चाहिँ काम गर्छ होइन। अनि हेर त्यसपछि अर्को छ हेर्नु एन्ड, पछाडि पनि इम्पोर्टेन्टवाला छ टु फङ्सन एज लेन्डर अफ द लास्ट रिजोर्ट। लेन्डर अफ द लास्ट रिजोर्टको काम चाहिँ कसले गर्छ त भन्दाखेरि चाहिँ
ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको लागि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले नै काम गर्छ। कसरी गर्छ भन्ने कुरा धेरैहरू छन्। अब जब ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनहरूलाई निड हुन्छ होइन, क्यास क्राइसिसहरू भएको हुन्छ, लिक्विडिटी भन्छ फाइनेन्सियल टर्ममा चाहिँ, त्यस्तो बेलाहरूमा चाहिँ लेन्डर अफ लास्ट रिजोर्टको काम चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरिरहेको हुन्छ। यो हामीले इम्पोर्टेन्ट छ, यो बुझ्नु होला। टु इस्टाब्लिस एन्ड प्रमोट द सिस्टम अफ पेमेन्ट क्लियरिङ एन्ड सेटलमेन्ट एन्ड टु रेगुलेट दिज एक्टिभिटिज। के गर्छ भन्दाखेरि के गर्छ, पेमेन्ट क्लियरिङ एन्ड सेटलमेन्ट यो एक्टिभिटिजहरूलाई रेगुलेट गर्ने काम पनि नेपाल राष्ट्र ब्याङ्कको हो। टु अपरेट ओपन मार्केट ट्रान्जेक्सन फर म्यानेजिङ लिक्विडिटी युजिङ रिक्वायर्ड इन्स्ट्रुमेन्ट, यो इम्पोर्टेन्ट छ, यो इम्पोर्टेन्ट छ। हामीले पछि पनि गएर नेपाल राष्ट्र ब्याङ्कमा नै पढ्छौँ ओपन मार्केट ट्रान्जेक्सन भनेर होइन। यो ओपन मार्केट ट्रान्जेक्सन भनेको के हो भन्दाखेरि म तपाईँहरूलाई सर्फेसली भन्दै हाल्छु, अहिले इम्पोर्टेन्ट भएको भएर मैले एक्सप्लेन गरिरहेको छु। लिक्विडिटी क्राइसिस हुन्छ नि त। लिक्विडिटी क्राइसिस भनेको चाहिँ कहिले चाहिँ पैसा धेरै हुन्छ होइन, पैसा छरपस्ट भइरहेको हुन्छ, कहिले चाहिँ पैसै हुँदैन। हामीले सुनिरहेको हुन्छौँ नि त, लिक्विडिटी धेरै भएर चाहिँ के भयो भन्दाखेरि इन्ट्रेस्ट रेट चाहिँ घटिरहेछ अरे, यताउति भइरहेको छ भन्छौँ नि। अब यो ब्याङ्कहरू, कमर्सियल ब्याङ्कहरूमा धेरै डिपोजिटहरू गऱ्यो होइन, मान्छेहरूले धेरै डिपोजिट गऱ्यौँ, अनि त्यसपछिबाट चाहिँ पैसा धेरै भयो भने चाहिँ उसले चाहिँ अब त्यो पैसालाई चाहिँ क्रेडिटहरू दिँदाखेरि चाहिँ थोरै रेटमा दिइरहेको हुन्छ, हामीले देखिरहेको हुन्छौँ होइन। त्यो लिक्विडिटीलाई मेन्टेन गर्नको लागि चाहिँ राष्ट्र ब्याङ्कले ठुलो भूमिका खेल्छ। कसरी खेल्छ भन्दाखेरि ओपन मार्केट ट्रान्जेक्सन अपरेट गरेर खेल्छ। यसमा चाहिँ के गर्छ भन्दाखेरि ब्याङ्कले चाहिँ ब्याङ्क भनेको जहिले पनि मैले यहाँ ब्याङ्क भनिरहेको हुन्छु भने यो जहिले पनि नेपाल राष्ट्र ब्याङ्क हुन्छ ल। नेपाल राष्ट्र ब्याङ्क एक्टमा ब्याङ्क भनेको जहिले पनि नेपाल राष्ट्र ब्याङ्क बुझ्नु। ब्याङ्कले के गर्छ नेपाल राष्ट्र ब्याङ्कले भन्दाखेरि आफूले चाहिँ पैसा लिन्छ कि त्यो के को बापतमा भन्दाखेरि यतिकै त पैसा लिन मिल्दैन, हामीलाई थाहा छ, हामी अकाउन्टको पनि स्टुडेन्ट हो, यतिकै पैसा लिन मिल्दैन। त्यही भएर उसले के गर्छ भन्दाखेरि बोन्ड्सहरू, ट्रेजरी बिलहरू इस्यु गरिदिन्छ कि, अब त्यसको नाममा इस्यु गरिदिन्छ अनि पैसा लिन्छ होइन। पैसा धेरै भइरहेछ भने, अब लिक्विडिटी सर्टेज भइरहेछ, अब पैसा छैन, ब्याङ्कलाई आपत परिसक्यो भने चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ ब्याङ्कले चाहिँ किन्छ कि राष्ट्र ब्याङ्कसँग चाहिँ, के अरे राष्ट्र ब्याङ्कले चाहिँ पैसा दिन्छ अनि कमर्सियल ब्याङ्कहरूले चाहिँ इस्यु गर्छन् कि उहरू, अनि त्यो इस्यु गरे बापत चाहिँ पैसा लिन्छन् नि त। त्यस्तै इस्यु बुझ्नुभएको होला नि त, त्यस्तै नै हो ल। अर्को छ टु इम्प्लिमेन्ट अर कज टु इम्प्लिमेन्ट एनी अदर नेसेसरी फङ्सन भयो है। अनि अरू फङ्सनहरू अब एज पर द एक्ट के छ हामी पछि पढ्दै जान्छौँ होइन। त्यो पनि कसले गर्छ भन्दाखेरि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गर्छ। नेपाल राष्ट्र ब्याङ्कको अब्जेक्टिभ अचिभ गर्नुको लागि हामीले अगाडि अब्जेक्टिभ पढेको थियौँ नि, त्यो अब्जेक्टिभहरू अचिभ गर्नुको लागि अरू के गर्नुपर्ने कामहरू छ, त्यो सबै काम चाहिँ कसले गर्छ भन्दाखेरि त्यो पनि नेपाल राष्ट्र ब्याङ्कले गर्छ। आई होप हजुरहरूले बुझ्नुभयो होला। हामीले चाहिँ अहिले चाहिँ आज चाहिँ हामीले चाहिँ 3टा सेक्सन डिस्कस गऱ्यौँ। 3टा सेक्सनमा हामीले इस्टाब्लिसमेन्ट पढ्यौँ है। फर्स्टमा हामीले यहाँ इस्टाब्लिसमेन्ट पढेको थियौँ, त्यसपछिबाट हामीले अर्को पढ्यौँ फिचर्स पढ्यौँ, फिचर्स पछि हामीले पढ्यौँ अर्को भनेको चाहिँ अब्जेक्टिभ्स, अनि त्यसपछि फङ्सन ड्युटिज एन्ड पावर पढ्यौँ। आई होप हजुरहरूले बुझ्नुभयो होला। यदि कुनै पनि कुरामा चाहिँ अनि केही कन्फ्युजन छ भने चाहिँ तपाईँहरूले चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ, म त्योलाई चाहिँ क्लियर गर्ने चाहिँ एकदम ट्राई गर्नेछु। अनि तपाईँहरूलाई अरू कुनै टपिकमा चाहिँ भिडियो चाहिएको छ भने चाहिँ तपाईँहरूले मलाई कमेन्ट छोडिदिइराख्नु होला, म त्यो टपिकमा चाहिँ भिडियो लिएर आउँछु। आई होप यो चाहिँ इफेक्टिभ भयो होला। यो एकदम इम्पोर्टेन्ट छ, त्यही भएर राम्रोसँग पढ्नु होला। मैले चाहिँ यसको नोटहरू पनि अपलोड गरिदिएको छु, माई लर्निङ डायरी भनेर, तपाईँले चाहिँ फेसबुक पेजमा पनि गएर फलो गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ एड हुनुहोस् होइन, एड हुनुहोस्। मैले चाहिँ त्यहाँनिर सबै यो नोटहरूको PDF चाहिँ राखिदिएको छु, त्यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर यर टाइम।